नेपालमा एउटा यस्तो मन्दिर छ, मुक्तिनाथ, जहाँ पानीमाथि आगो बलिरहेको देख्न सकिन्छ र जहाँ पुगेपछि आत्माले मुक्ति पाउने विश्वास गरिन्छ। 108 धाराको पवित्र पानीले यो स्थानलाई अझ रहस्यमय बनाएको छ। यो हो मुक्तिनाथ मन्दिर, मुस्ताङको करिब 3710 मिटर उचाइमा रहेको एक अद्भुत तीर्थस्थल। हिन्दू धर्ममा यसलाई भगवान विष्णुको मुक्ति क्षेत्र मानिन्छ, जहाँ पुगेपछि आत्माले शान्ति र मुक्ति पाउने विश्वास गरिन्छ। यस्तो पवित्र स्थल जीवनमा एकपटक भने अवश्य पुग्नुपर्ने मानिन्छ। तर यो मन्दिर हिन्दूहरूको मात्र होइन, बौद्ध धर्मावलम्बीहरूले पनि यसलाई छुमिग ग्यात्सा भनेर पूजा गर्नुहुन्छ, जसको अर्थ हो 100वटा पवित्र पानीका धारा। मन्दिर परिसरमा रहेका 108 धाराबाट बग्ने चिसो पानीमा भक्तजन स्नान गर्नुहुन्छ र नजिकै रहेको प्राकृतिक ज्वालालाई दिव्य शक्तिको प्रतीक मानिन्छ। यही कारण मुक्तिनाथ केवल मन्दिर